अब रामकुमारी झाँक्री सानो बहिनीले चाहिँ अब उनले चाहिँ मेरो बारेमा केही भनेकी थिइन्। अब उनलाई धेरै गाली नगर्नु, बिचरालाई चाहिँ फेरि चाहिँ अब तनाव होला। उनलाई चाहिँ माफ गर्नु, केही नभन्नु उनलाई। उनी जानिनन् त, अब भनिन्। अब बोल्नुपर्ने कुरा के हो कसो हो भन्ने कुरा नजानेपछि बोलिन्, जानिनन्। त्यसैले उनलाई चाहिँ कसैले गाली नगर्नु होला बिचरालाई। अब उनले भनेको कुरा पनि ठिकै हो क्या, म बेकुफै हो क्या। बेकुफ नभएको भए कहाँ यसरी चाहिँ नेपालमा चाहिँ आएर डुल्थे त नि। अब अहिलेसम्म जागिर गरेको छैन। यत्रो अमेरिका पढेको मान्छे, जागिर नगर्नु मान्छे बेकुफ नगरेर के हुन्छ त? अनि केही व्यापार व्यवसाय गर्न जान्दैन यो बेकुफले। अनि चाहिँ अब खेती किसान गर्न केही जानेकै छैन, त्यही डुल्नु मात्रै जानेको छ है। गाउँ डुल्ने, गाउँलेहरूलाई सघाउँछु भन्ने, गाउँलेहरूले जे दिन्छन् खाने, जहाँ सुताउँछन् सुत्ने। अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ? अनि अर्को कुरो, त्यत्रो सरकारले गर्नुपर्ने काम, राष्ट्रिय आविष्कार केन्द्र जस्तो अनुसन्धान केन्द्र, नवप्रवर्धन केन्द्र खोल्छु भनेर उफ्रिने त्यो बेकुफ, उहाँको बेकुफ हो त्यो चाहिँ मान्छे। अनि त्यत्रो कवाडी भएको 30 वर्षको सम्म नचलेको कवाडी कारखाना, त्यो वीरगन्जको कृषि औजार कारखानालाई किताब बेचेर चलाउँछ भन्ने मुर्दारका बेकुफ हो त त्यो त। त्यो जस्तो बेकुफ मान्छेलाई बेकुफ भनिन्, एकदम ठिक भनिन् है। ल, हाम्रो झाँक्री बहिनीलाई कसैले केही नगर्नु है। अब हुँदा त अब ल, केही राजनीतिको र पनि नजान्ने मान्छे उहाँ सांसद भएर चुनाव उठेर सांसद हुन्छु भनेर उठाएको छ। यस्तो बेकुफ मान्छे पनि के अरे, यस्तो मान्छेलाई बेकुफ नभनेर के भन्ने त? एकदम ठिक भनेकी छिन् है। उहाँ त धेरै जान्ने सुन्ने जत्रो विद्वान बहिनी हुन् नि त। म जस्तो बेकुफ कहाँ छिन् र? ल है साथी, कसैले गाली नगर्नु होला। ल, धन्यवाद छ।